Hello everyone, welcome to my YouTube channel. आज मैले बारीमा बारीको पाटामा मैले तरकारीहरू लगाएको छु। उम्रिसकेको छ, एक हप्ता अगाडि लगाएको र यता भित्तातिर खाली थियो अनि घाँस काटेर यस्तो जङ्गल छ। यसलाई गोडमेल गरिसकेपछि मैले यसमा सागहरू छ। त्यही भएर यो भिट्टामा पनि खाली नराखेर यस्तो तरकारीको खाँचो नपरोस् भनिकन मैले यहाँ अब झारहरू गर्छु। अनि झारहरूलाई राम्रोसँग गरिसकेपछि यो भित्तामा पानी पनि लगाउन सक्नुहुन्छ तपाईहरुले। मैले चाहिँ पानी लगाइन किनभने चिसो छ, यतिमा उम्रिन्छ भनिकन मैले पानी लगाइन। अब यो झारहरू गर्सक्छु, सबै त गर्दिन, आडाममा लगाउँछु किनभने मैले यतिमा भएपछि हामीलाई ठिकै हुन्छ। मैले यति गोरेको छु, यता पछाडि पत्ती गोरिन, पछाडि अलि पछि लगाउनु पर्ला भनेर। अनि उम्रेपछि बेर्ना सार्नलाई अनि मैले गोबर लेख्छु। अनि गोबर पानी तपाईहरुले पुरानो गोबरमा पनि गराउन सक्नुहुन्छ, तर मैले चाहिँ आलो गोबरमा गराएको छु। पुरानो गोबरमा झन् राम्रो हुन्छ। र मैले यहाँ सागको बिउ लिएको छु। अब यो सागको बिउलाई यो गोबरमा मोलेर यसरी घोल्ने हो राम्रोसँग गोबर पानीमा। अनि यसलाई र मैले घोलिसकेको छु। अब यसलाई यो भिट्टामा ढुङ्गाहरूको चर छ, यतानु यसरी थेपर्ने हो। यो भित्र यसरी यो भित्र फट्काइसकेपछि गोबर पानीसँग फट्काएर बिउ पनि यहीँ तासिन्छ अनि यसैबाट उम्रिन्छ पछाडि। र बीचबीचमा तपाईहरुले पानी लगाइराख्नु भयो भने अनि र यो के भन्छ हिउँदको महिनाभरि खानालाई पुग्छ पानी लगाइदिरहने बेला बेलामा। अनि मल पनि यस्तै गरेर राखिदिने हो भने यो मजाले साग तरकारी खानालाई यस्तो खाँचो पर्दैन। र मैले धेरै बाक्लो नहुने गरेर ठिक्क बिउ लिएर यो पानीमा गोबर पानीमा घोलेर यस्तो भित्ताभरि छरेको छु। अब यो बिउ यसरी छरिसके पछाडि मैले यो जुन झार गोरेको छु, मलाई जति छर्नु पर्ने हो त्यहाँमा गोरेको जतिमा मैले यो गोबर पानीसँगको सागको बिउ छरिसकेको छु। अब यसलाई एक हप्ता पछाडि हेर्दा यता पहिला रोपेको तरकारीहरू यस्तो भएको छ, बुड्नु पर्ने भएको छ। अब यता चाहिँ मैले यो भिट्टामा छरेको साग एक हप्ता पछाडि यतिको भएको छ भने र 15-16 दिन पछाडि मैले यो भित्तामा छरेको सागको बिउ उम्रेर यतिको भएको छ, बेर्ना यति राम्रा भएको छ। अब यसमा पानी लगाइदिइराख्नुपर्छ बेला बेला। र केही दिनपछि तरकारी खानालाई यो साग रेडी हुन्छ।